मिस्टेक नहोस् मैले जानेको त्यति मिस्टेक गर्नुभयो भने म तपाईहरुलाई आफ्नो साथी भन्दिनँ मिस्टेक नहोस् मेरो लागि कोही पनि साथी छैन मिस्टेक गर्यो भने म उसलाई त जीवन साथी भन्दिनँ मिस्टेक नहोस् वाह यतिको जोश जाँगर यतिको आँट यतिको क्षमता यतिको विजन यतिको इमानदारीता भएको व्यक्ति चाहिँ साँच्चै नै सत्ताको बागडोर सम्हाल्ने अथवा नेपालको न्यायपालिका कार्यपालिका व्यवस्थापिका सबै अङ्गमा यतिको मान्छेहरु चाहिँ यस्ता खालको मान्छेहरु चाहिँ साँच्चै नै पुग्यो भने नेपालको भविष्य र नेपाल सुनौरो नेपालको भविष्य चाहिँ साँच्चै नै त्यसको खाका चाहिँ मैले कोरिन्छ जस्तो लाग्छ है केही दिनमा त हैन के वर्षमा लाग्छ जस्तो लाग्दैन त्यही भएर तपाई हामीले चुनावमा मत दिँदै गर्दाखेरि हुन सक्छ तपाईहरुको छरछिमेकमा तपाईको गाउँघरमा तपाईहरुको आफन्तहरु पुरानो पार्टीबाट तपाईको जस्तै कांग्रेस एमाले माओवादीबाट उम्मेदवार तपाईको आफन्त तपाईको कोही तपाईको छरछिमेक हुन सक्छ उहाँहरुसँग बोल्नुस् उहाँहरुसँग सम्बन्ध राख्नुस् उहाँहरुसँग मन बिगार्नुस् भनेको उहाँहरुसँग बोल्नुस् बस्नुस् खानुस् मन नबदल्नुस् उहाँहरुसँग तर तपाईले मन नबदले पनि मत चाहिँ बदल्नै पर्छ मन नबदल्नुस् उहाँहरुसँग तर मत चाहिँ तपाईले बदल्नै पर्छ साँच्चै नै किनभने हामी जस्तो सामान्य मान्छेहरु जो परदेशमा अर्काको देशमा 40-50 हजारको निमित्त अर्काको अन्डरमा बसेर अर्काको गाली खाइ गर्ने हामी जस्तो नौजवान युवाहरुले चाहिँ साँच्चै नै नेपाल साँच्चीकै बनिदिए हुन्थ्यो साँच्चीकै नेपाल बन्नु पर्छ भन्ने खालको ओतप्रोत भावना मनैदेखि पलाएर आउँदो रहेछ के किनभने अब नेपाल भनेको यति भ्रष्टाचार लिप्त भएको देश हो जताततै भ्रष्टाचार तपाई अब सरकारी कार्यालयमा जानुस् तपाई ठुलठुला अड्डा अदालतमा जानुस् हरेक ठाउँमा हरेक सानो उयसमा जानुस् नेपालमा सामान्य 40 देखि 50 हजार खाने मान्छेको घर भनेको सदरमुकाममा करोडौंको घर हुन्छ त्यो कहाँबाट आयो कुनै पनि ठुलठुलो प्रोजेक्ट हुन्छ अरबौं खरबौंको त्यहाँ नेताहरूले आधी खरबौं खरब त्यहाँ भ्रष्टाचार गरेको हुन्छ लगायत हरेक ठाउँमा भ्रष्टाचार अनि जो नयाँहरुको बारेमा अहिले भिडियो बनाउँछौ नयाँ पार्टी नयाँ व्यक्तिहरुको बारेमा भिडियो बनाउँछौ यो नयाँ व्यक्ति नयाँ पार्टीहरुको बारेमा भिडियो बनाउँदै गर्दाखेरि जो साँच्चै नै विकास हुनै पर्छ नेपाल चेन्ज हुनै पर्छ भन्ने खालको सोच राख्छौ मानसिकता राख्छौ हामी यस्तो मान्छेले भिडियो बनाउँदै गर्दाखेरि बोल्दै गर्दाखेरि कसैले बनाएको भिडियोमा कमेन्ट मात्रै पनि गर्दै गर्दाखेरि हामीले नले फटाउने खालको हैन हामीले जुटाउने खालको चाहिँ हामीले कमेन्ट गरौँ जुटाउने खालको चाहिँ भिडियो बनाऊ जुटाउने खालको चाहिँ भिडियो बनाएर भिडियो मार्फत जति जानिन्छ त्यति बोलौं जसले गर्दाखेरि चाहिँ हाम्रो सपोर्टरहरु हाम्रो भोटरहरु नयाँको सपोर्टरहरु एक आपसमा विभाजन नहोस् यसरी हामीले नयाँ फटायो यो कि त्यो कि यो भनेर चाहिँ हामीले भिडियो बनायो बोल्यो भने पछि चुनावमा भनेको अवश्य भोट बाडिन्छ भोट भनेको विभाजन हुन्छ यो विभाजन भइसकेपछि भोट बाडिसकेपछि यसको प्रत्यक्ष असर भनेको नयाँले नै पर्छ नाफा भनेको पुरानो पार्टीले पर्छ घाटा नयाँ पार्टीले पर्छ फाइदा भनेको पुरानो पार्टीले पर्छ त्यसकारणले गर्दाखेरि हामीले भिडियो बनाउँदै गर्दाखेरि अलिकति सकारात्मक तरिकाले अलिक दबावमूलक तरिकाले नयाँहरु मिल्नै पर्छ भन्ने तरिकाको चाहिँ दबावमूलक अलिकति राम्रो भाषामा अलिक सकारात्मक रूपले हामीले भिडियो बोलौं भन्ने खालको मेरो सोच चाहिँ छ यो तपाई हामी सबैले लाग्छ तपाई हामी सबैको सोच होला विचार होला किनभने देश बन्नुपर्छ देश भनेको भ्रष्टाचार मुक्त हुनै पर्छ जसले गर्दाखेरि हामी मात्र हैन हाम्रो आउने भावी सन्तति भावी आउने पिढीहरुलाई पनि राम्रो होस् देश बनोस् यो देश बन्नेको खण्डमा चाहिँ हामी बन्छौं त्यसले गर्दाखेरि देश रहनुपर्छ देश बन्नुपर्छ है त जय माटो जय घण्टी जय बिजुली जय लौरो के हो सबैलाई हामीले समर्थन गर्नुपर्छ सबैलाई सपोर्ट गर्नुपर्छ जय माटो